हेलो गाइज, बाउ र छोराको सेकेन्ड ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज आइतबारको दिन आमाको बिदा हुने दिन भएको कारणले बिहान उठेर हामी बाउ छोरा सधैँ झैँ फ्रेस भयौँ। आज चाहिँ चिया पिउने बेलामा आमा भएको कारणले हामी तीनजनाले छोराको डिमान्ड अनुसार चियर्स गर्दै चिया पियौँ। त्यसपछि आमा खाना बनाउनुतिर लाग्यो। बाबु खेल्दै थियो, म यता बिस्तारै मिलाउनतिर लागेँ। बाबुलाई अहिले खेल्ने बेलामा कोही साथी नभएको कारणले ऊ एक्लै पनि खेलिरहेको हुन्छ। आऊ बाहिर, उज्यालो भयो, बिहान भयो, आऊ। यता खाना पनि रेडी भयो। त्यसपछि हामी परिवारै मिलेर खाना खायौँ। आज बुढीको बिदाको दिन हाम्रो सपरिवार र ध्रुव सरको सपरिवार ओनाहामा इयोन मल घुम्नको लागि जाँदैछौँ। खाना खाइसकेपछि हामी बाबु छोरा एकछिन खेल्नतिर लाग्यौँ। छिन बाथरुम के गएको थियो, बाबुले त बाँकी रहेको भात जति सबै अनुहारमा दलेर मेकअप गरिरहेको रहेछ। त्यसपछि आएर मलाई देखाउँदै भातले मेकअप गरेको यता भातै भात के गर्यो होला यता। अहिले हामी जापानमा बसोबास गर्दै आइरहेको छौँ। यहाँको बाटोको कुरा गर्नुपर्दा सानो सानो बाटोमा पनि ट्राफिक सिग्नलहरू अनि बाटो वरिपरि एकदम राम्रोसँग मिलाएर वृक्षारोपण गरेको। हाम्रो देश नेपाल प्रकृतिले नै एकदम सुन्दर बनाएको देश हो, तर जापान भने यहाँको मानिसहरूले नै बनाएर सुन्दर भएको देश रहेछ। गाडीमा बाबु केही छिन सुतेको थियो। धेरै दिन भइसकेको थियो बाबु खुल्ला ठाउँमा नखेलेको। इयोन मल पुग्ने बित्तिकै ऊ खुल्ला रूपमा खेल्न थाल्यो। यो मेरो जीवनको पहिलो अनुभव हो, समुद्रलाई यति नजिकबाट निहाल्ने मौका पाएँ। बाबुले दिदीको इलेक्ट्रिक स्कुटर खोसेर आफूले चलाइरहेको थियो। किन पिटेको? बुनुलाई किन पिटेको? त्यसपछि हामी खाजा खानको लागि इयोन मलभित्र पस्यौँ। खाजा खाने ठाउँमा बाबु बेसरी रोएको हुनाले हामीले कुनै पनि भिडियो खिच्ने मौकै पाएनौँ। अनि हामी घर फर्क्यौँ र घर आएर बुढाबुढीले खाना बनाएर खाना खाँदै गफ गर्न लाग्यौँ र हाम्रो आजको दिन यत्तिकै बित्यो। अहिलेसम्म हाम्रो भ्लगलाई हेरेर मनोरञ्जन दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि अर्को भ्लग लिएर हजुरहरू समक्ष आउनेछु। अहिलेको लागि बिदा हुन चाहन्छु। धन्यवाद।